तर वास्तविकता भने बिल्कुलै फरक थियो, किनकि यो कुनै अचानक गरिएको रबरी थिएन। यो त महिनौदेखि तयार पारेको एउटा मास्टर प्लान थियो। फर्नान्डो अराउजो साधारण क्रिमिनल जस्तो सोच्ने मानिस थिएन। उसले ब्याङ्कको रियो ब्याङ्कलाई टार्गेट गर्नु अघि महिनौसम्म अब्जर्भेसन गरेको थियो। ऊ कहिलेकाहीँ सामान्य कस्टमर बनेर ब्याङ्क भित्र जान्थ्यो, सेक्युरिटी गार्डको टाइमिङ नोट गर्थ्यो, पुलिस रेस्पोन्स कति छिटो आउँछ भनेर एनालाइज गर्थ्यो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उसले ब्याङ्कको तल रहेको सोयर सिस्टममा ध्यान दिएको थियो। लामो समयसम्म अब्जर्भेसन गरिसकेपछि उसले ब्याङ्कको नजिकै एउटा कोठा भाडामा लियो। बाहिरबाट हेर्दा एउटा सामान्य स्टोर रुम जस्तो देखिन्थ्यो, तर भित्र रबरीको हेड क्वार्टर तयार भइरहेको थियो। त्यही फर्नान्डो अराउजो र उसको टोलीले ब्याङ्कको नक्सा बनाउने, टनेलको डिस्टेन्स नाप्ने, लकर क्याल्कुलेट गर्ने र स्केप टाइमिङ प्र्याक्टिस गर्ने काम गर्थे। फर्नान्डोले टिम सेलेक्सन पनि निकै केयरफुली गरेका थिए। लुइस भिट्टे पुलिसलाई डिस्ट्र्याक्ट गर्नको लागि पर्फेक्ट थिए। अरू सदस्यहरू डिगिङ, ड्राइभिङ र स्केप लजिस्टिकमा एक्सपर्ट थिए। उनीहरूले महिनौसम्म रातको समयमा चुपचाप टनेल खन्ने काम गरे ताकि कसैले शंका नगरोस्। फर्नान्डोको प्लानको मुख्य रुल थियो भायोलेन्स होइन, इन्टेलिजेन्स प्रयोग गर्ने, अर्थात् बल होइन पासा, दिमाग लगाउने। त्यसैले रबरीको दिन पनि उनीहरूको फोकस गोली चलाउने होइन, पुलिसलाई साइकोलोजिकल गेममा अल्झाएर समय जित्ने थियो। किनकि उनीहरूलाई समय चाहिएको थियो टनेल र सोयल सिस्टमलाई कनेक्ट गर्नको लागि, ताकि माथि पुलिस मेन गेटमा कुरिरहोस् अनि उनीहरू लुटिएका सामान टनेल हुँदै चुपचाप गायब गर्न सकुन्। न सीसीटीभी न पुलिस केस, पुरा सिन कुनै हलिउड मुभी जस्तै हुनेवाला थियो। अन्ततः घण्टौको प्रयासपछि ब्याङ्कको तल रहेको सेक्रेट टनेल एक्टिभ हुन्छ। लुटिएका पैसा, गोल्ड र गरगहना टनेल हुँदै सोयर सिस्टममा लैजान थालिन्छ।